हेलो नमस्कार सम्पूर्ण साथीहरूमा। ल हेर्नुहोस् है, आज चाहिँ मैले घिउ बनाउँदैछु। मलाई चाहिँ अलिकति रुगा खोकी लागेको हुनाले मलाई चाहिँ यो बोलीमा पनि अलिकति परिवर्तन आएको छ। एकदम मोटो मोटो आवाज अनि नाकहरू बन्द भएको छ। त्यही भएर चाहिँ अलिकति मेरो आवाज पनि अर्कै भिन्न खालको आएको छ है। अनि मैले चाहिँ घिउ हातैले बनाउँछु। अनि मदानी पनि छ, तर मदानीबाट अलिकति अप्ठ्यारो लाग्छ। अनि मैले चाहिँ त्यही भएर हातैले बनाउँछु। ल हेर्नुहोस् त, घिउ पनि तयार भइसक्यो। यसरी नुहाउनी हेर्नु त कति राम्रोसँग लागिसकेको छ। अनि हजुरहरूले पनि आफूले घरमा खाने गरेको दुधहरूबाट अनि तरहरू यसरी जम्मा गरेर राखेर घिउ बनाउन सक्नुहुन्छ है। अब त झन् चिसो दिन लाग्यो, हामीले लामो समयसम्म पनि स्टोर गर्न सक्छौँ तरहरू। अनि त्यसबाट नै हामीले घिउ बनाउन सक्छौँ। आफूले घरमा बनाएको घिउ कुनै किसिमको मिलावट पनि हुँदैन, एकदम राम्रो ताजा स्वस्थ हुन्छ। अनि यसरी बनाउनु होला है त हजुरले पनि घिउ। अनि मैले चाहिँ अर्को भाग, यो भागमा चाहिँ मेरो भिडियो लामो भएको हुनाले अर्को भागमा तताएको भिडियो पनि मैले लिएर आउने छु। त्यतिन्जेललाई आजलाई चाहिँ मैले बाई बाई गर्छु है त। हस् त साथीहरू, यति भन्दै आज बाई बाई।